ब्याक टु माई न्यू भिडियो। सबैलाई सन्च होला, मलाई ठिकठाक छु। आज चाहिँ फार्पिङबाट भ्लग स्टार्ट गर्दैछु किनभने त्यस्तै मलमा चार्ज पनि छैन। अहिले चाहिँ दिदीको मलबाट भ्लग बनिरहेको छ है। भ्यू त्यस्तो छ, यता माथितिर पनि दामी छ। पुगिसकेको छु, ढ्याक्क खाजा पनि छ है। पुगिसकेको छु है। भ्यू चाहिँ है दामी रहेछ, दामी रहेछ भ्यू चाहिँ। यता त्यही घाम लागिरहेछ है। यतातिर चाहिँ ट्याक्क लास्ट घाम छ है। यता गर्मी छ, यता काठमाडौँतिर चाहिँ अहिले लास्ट त्यही गर्मी रहेछ होइन, सुत्नै नसक्ने। यसको बारेमा केही कुरा गरिदिनु न। यो चाहिँ हाम्रो यो दक्षिणकाली फर्पिङ असुरा गुफा हो। यहाँ चाहिँ यहाँ असुराको डाँडा भन्छ। यहाँ चाहिँ तपाईँको ठाउँबाट फर्पिङ डल्लै देख्छ। यहाँ जस फर्पिङको मेन अब डाँडा काँडा भएको यहाँबाट सबै ठाउँहरू देख्छ। अनि यहाँ चाहिँ विशेष गरी अब यो गुरुपद्मा सम्भवले ध्यान तपस्या गरेको जुन गुफा चाहिँ टक्क हाम्रो यो मुनि चाहिँ हामी त्यसको हल्का माथि गरेछौँ। अनि यो ठाउँमा चाहिँ तपाईँ हामी यस्तो मान्छेहरू आएर तपाईँ हामी जस्तै मान्छेहरू आएर यहाँ आएर दर्शन गर्ने, अनि त्यसपछि दर्शन गरिसके पछाडि तपाईँ हामीमा भएको डाहा रिस म ईर्ष्याहरू चाहिँ बिस्तारै कम हुँदै जानु। अनि तपाईँहरू हामी यस्तो तीर्थहरू दर्शन गर्नु भनेको तपाईँ हामीमा एउटा पहिलादेखि नै एउटा पुण्यको सञ्चय गरेको हुनुपर्छ। र अहिले फेरि जुन हामी आइसके पछाडि पनि हामी धेरै पुण्यहरू सञ्चय गर्न सकिन्छ। अनि यस्तो अब यस्तो ठाउँहरू घुमेर दर्शन, अब अरू ठाउँतिर गीत गाना गाएर के नाच्नु भन्दा पनि तीर्थतिर गएर दर्शन गरेर तपाईँ हामी मनमा भएको डाहा रिस मह ईर्ष्याहरू चाहिँ बिस्तारै हामीले हटाउँदै गयो भने तपाईँ हामी मनमा शान्ति मिल्छ। जति पनि हामीले अब यो कर्महरू जति पनि हामीले त्यो नराम्रो कामहरू गर्छ त्यो कुरोलाई चाहिँ हामीले चाहिँ हटाउन सक्नुपर्छ। किन हटाइहाल्नु त सक्दैन, तर पनि हल्का गरेर हामीले हटाउन सकिन्छ। अनि यस्तै तीर्थहरू घुमेर अनि हटाउनु भनेको तपाईँ हामीमा एउटा मनमा भएको नकारात्मक कुराहरू चाहिँ हामीले पन्छाउनु हो। त्यसैले तपाईँ जो पनि यस्तो ठाउँहरू घुम्छ के गर्छ, डान्स गर्नु नाच्नु भन्दा पनि धेरै मध्यनजर केमा दिनु पऱ्यो भन्दाखेरि चाहिँ आफूले गरेको पापहरू चाहिँ शोधन गर्छु भनेर चाहिँ मनमा एउटा लिनु पऱ्यो। तर हामी जे जस्तो गरे पनि सबै हामीले मनले गर्ने, पहिला मनले जे सोचे त्यही गर्ने हो। अनि शरीर त पछि बिस्तारै हुँदै हो। सकेसम्म चाहिँ हामीले मनले राम्रो सोचेर सबै कुराहरू चाहिँ गर्नुपर्छ। हामीले नराम्रो सोचेर मनले गरिन्छ, राम्रो सोचेर मनले गरिन्छ। त्यसैले सकेसम्म चाहिँ तपाईँ हामीले सबैले पनि यस्तो तीर्थहरू घुम्न जाने क्रममा सकेसम्म चाहिँ आफ्नो बिहान जुन घुम्न जाने दिनदेखि अरू दिन पनि हामी राम्रो मनले सोचेर जुन मनमा भएको नकारात्मक पक्षहरूलाई चाहिँ केही छिन चाहिँ डाउन गरेर होइन, केही गरेर हामीले जुन तीर्थ परिक्रमा गर्दाखेरि चाहिँ सबै दर्शन गरेर त्यस्तो हाम्रो सबै मनमा भएको कुराहरू चाहिँ नष्ट भयो भनेर पनि सम्झिनुपर्छ। त्यही मात्र नभएर यो चाहिँ एकदम गुरुपद्मा सम्भवले ध्यान तपस्या गरेको ठाउँ हो। जुन यस्तो ठाउँमा घुम्नु भनेको तपाईँ हामी एकदम सौभाग्यको कुरा हो। त्यही भएर आज भाइहरू अनि बहिनीहरू पनि घुम्न आयो, त्यसमा एकदम खुसी लाग्यो। फेरि आउनु होला यो ठाउँमा। यो ठाउँ चाहिँ एकदम पवित्र, जहाँ चाहिँ गुरुपद्मा सम्भवले वज्र किलायाको यहाँ चाहिँ तन्त्र मन्त्रको पनि ध्यान साधन गर्नुभयो। अनि यो ठाउँ यस्तो ठाउँमा घुम्नु पाउनु भनेको चाहिँ तपाईँ हामी सबैले बिरालै रूपमा कतिले पाउँदैन, कतिले जान्छु भन्दैन, समय मिल्दैन। त्यही भएर यस्तो समय मिल्ने समयमा चाहिँ तपाईँ हामी सबै घुम्ने आउने गर्नु पऱ्यो। कोठामा गुम्सेर बस्नु, यता त मनमा एकदम नराम्रो सोचेर बस्नु भन्दा यस्तो ठाउँमा घुमेर एउटा मनमा शान्ति हुने खालको एउटा सोच लिएर चाहिँ घुम्नु पऱ्यो। त्यही भएर यो विशेष गरी यहाँ त फर्पिङमा खास गरी त्यही हो। अन्त फर्पिङ यो पवित्र तीर्थस्थल भएको कारण धेरै पर्यटकहरू पनि आउँछ। अनि आज आफूहरू पनि आयो, धेरै खुसी लाग्यो। यस्तो ठाउँ घुमिराख्नुपर्छ। हामी भने चाहिँ कहिले मर्छ, कहिले के हुन्छ, कहिले पनि उयो हुँदैन। जति पनि बाँच्छ त्यति दिनसम्म चाहिँ राम्रो बोल्ने, राम्रो हाँसेर बोल्ने, यता त मान्छे सबैसँग मिलिबस्ने। अनि त्यसमा मनमा भएको कुरालाई सबै अब नराम्रो कुरा पन्छाएर सबैसँग मिलिजुली बस्नु भनेको तपाईँ हामी एउटा के हो सकारात्मक कुरा हो। सबैसँग एउटा मिलिजुली बस्नु भनेको चाहिँ हरेक कुरा अगाडि बढ्नु हो। हामी धन सम्पत्ति कमाएर मात्र अगाडि बढ्न सकिँदैन कि हाम्रो मनमा शान्ति मिल्यो भने सबै कुरामा चाहिँ हामी चाहिँ अगाडि बढ्न सकिन्छ। यदि धन सम्पत्ति मात्र कमायो, अब त्यसमा सही सदुपयोग गर्न सकेन, मनमा शान्ति छैन भने त्यो जति कमाए पनि काम छैन। त्यही भएर कमाउनु ठिक छ, कमाएर पनि सही ठाउँमा प्रयोग गर्नु पऱ्यो।
अनि त्यसपछि हामी यस्तो ठाउँ घुमेर भने मनमा हल्का शान्ति लिएर मनभित्रका कुराहरूलाई चाहिँ धेरै अब नरम कुरो दबाएर राम्रो राम्रो पक्ष राम्रो कुरो मात्र सम्झिने गर्नुपर्छ। अब विशेष गरी अब यहाँ यो ठाउँमा आएर दर्शन गर्नु पाउनु भाग्यमान सबैजना। जस्तो यति नै हो। अब धेरै मान्छेहरू राष्ट्रिय रमाइलो गरेर चिप्स खाँदैछ होइन। ल के खाएको यस्तरी आम्मामा दुईजना यता र हामी यता थियो है। यता दुईजना र चिप्स खाँदै रहेछ है बहिनी भान्जीहरू मेरो भान्जीहरू होइन ठुलो दिदीको छोरीहरू। अनि यहाँ चाहिँ कस्तो रमाइलो भयो भान्जी कस्तो भयो भान्जी रमाइलो भयो कि भन आज भयो हो। त्यो फोन चाहिँ त्यहाँ खेल है जताततै खेल्नु हुँदैन ल होइन। अहिले चाहिँ घाम हराएको छ है। अहिले चाहिँ ट्याक्क यत्तिको शीतल भयो भने चाहिँ सजिलो हुन्छ। पानी पऱ्यो भने फेरि अहिले लास्टै भिज्छ नि त होइन। त्यही भएर कोक बोकेर फेरि हिँड्यो है। ठाउँ चाहिँ धेरै राम्रो रहेछ पहिलोचोटि आएको होइन। भ्यूहरू पनि दामी रहेछ ठाउँहरू घुम्ने ठाउँहरू नभई सबै मन्दिरहरू नि सफा रहेछ। मन्दिरको चाहिँ बनाउन पाएन किनभने अलि त्यस्तै पूजा नाच्यो देखाउन पाएन त्यसको लागि सरी होइन। अहिले चाहिँ माथि त्यही मन्दिरको माथि आएर यता भ्यू देखाइरहेको छ है माथितिर नि रहेछ होइन। फेरि घाम लागिसक्यो अर्को घाम छ फेरि लास्ट गाह्रो छ नि त होइन। त्यही भएर यस्तो मौसम छ है। अनि कुन तीर्थमा जाने हो? अब हामी तल यो ठक्कै हल्का तल मुनि तारा 21 तारा हुन्छ हाम्रो बुद्धिस्टमा। त्यो ढलमा यीशु चाचिक भन्छ त्यहाँ जाने। त्यहाँ गएर हामी थोरै प्रार्थना गर्छौँ दर्शनहरू गर्छौँ। त्यही हो अब धेरै त के बोलिराख्नु है। त्यहाँ गएर दर्शन गर्नु भने तपाईँ हामी भएको यो आफूले सोचेको कुराहरू परिपूर्ति होइन हो। अनि आफूलाई जुन दुःखै नहुँदा सम्झनु कोही हुँदैन तर पनि हल्का पाप शोधन गर्न सक्ने यस्तो दर्शन गर्नाले चाहिँ ल अब चाहिँ जानु भएको छ हामी होइन। उता उता बाँधी लडेर लुगाहरू सबै फोहोरबाट हात धुँदैछ है। यो लुगाको यहाँ फोहोरबाट के हो यो बिस्तारै हिँड्नु भने होइन। यता चाहिँ भिडियोहरू बनाउन नि राम्रै ठाउँ रहेछ है। ठ्याक्कै यताबाट हिँडेर बनाउने दामी भ्यूहरू रहेछ है। अनि मौसमहरू पनि दामी छ अहिले। यहाँ घुम्नको लागि चाहिँ धेरैभन्दा धेरै राम्रो रहेछ क्या। हेर्नु न त्यहाँ भ्यूहरू यस्तो जङ्गल घुम्दाखेरि नि रमाइलो हुन्छ नि त। त्यही भएर धेरै रमाइलो छ। सबैजना घुम्न आउनु होला भन्न चाहन्छु म चाहिँ है। हामी नि फर्स्ट टाइम यो भनौँ होइन। त्यही हो। गुफा जस्तो रहेछ होइन माथिपट्टि माथि मन्दिर छ जस्तो लाग्यो है माथि टपमा। हेरौँ न कस्तो रहेछ होइन। मन्दिर जस्तो रहेछ है। गुफा टाइपको त्यस्तो रहेछ होइन। लास्टवटा आउँदो रहेछ हो सिन पनि हेर्नु न त्यो आइरहेको छ ओह्रालो टाइपको होइन। यो चाहिँ मान्छेले बनाएको होइन आफ्नो उत्पत्ति भएको मानिस है। तारा 81 भन्छ 81मा एउटा अब थोरै अरू पनि आइसक्यो नि होइन। कहाँ बस्ने बस्ने चाहिँ हामी केही खाजा खाएर फेरि अर्कोतर्फ जानेछु होइन। सबैले फुल भिडियो हेरेर लाइक र कमेन्ट अनि सब्सक्राइब पनि गरिदिनु होला सपोर्ट दिनु होला है। सबैले सपोर्ट दियो भने झन् हिम्मत बढ्छ नि त ब्लग बनाउँछु भनेर। त्यही भएर सबैले माया र सपोर्ट देखाइदिनु होला है। खाजा खाएर अब के हेरिरहेको छु
खाजासाजा खाइसक्यो होइन हामी लागिसक्यो अर्कोतर्फ होइन कस्तो राम्रो छ कि यहाँनिर यही होटल हो होइन यहाँ चाहिँ नस्पति रहेछ है नस्पति त्यहाँ नस्पति होइन नस्पति अगाडि बसिसक्यो अब हामी चाहिँ लाग्छु होइन हामीले सबै बोकेर होइन माथि पूजा गर्न हिँडिरहेको छु यहाँ धेरै कराउनु हुँदैन रहेछ त्यही भएर अलिक बिस्तारी मात्र बोलेको छु है म फाइनली हामी चाहिँ पुगिसकेका छौँ माथि होइन दामी रहेछ यो ठाउँ चाहिँ है नस्पतिहरू काठमाडौँ धेरै नै छ आडु नस्पति काठहरू रहेछ होइन यो नस्पति होइन धेरै छ होइन यता घुम्न आउँदाखेरि यहाँ आएर किन्ने हुन्छ है र धेरै छ होइन फलफुल किनेर अब उता स्वयम्भूतिर लाग्छ है माथि आएको बादर दिदीको अनुहार माथि चढिदियो पानीको बदल दिएर मात्र छाड्यो क्या घरतर्फ लागिरहेको छ है त्यहाँ लगाएर घुमघाम नि धेरै रमाइलो भएको छैन हामी चाहिँ स्वयम्भू आएको थियो है माथि चाहिँ बनाउन पाएन किनभने चार्ज पनि थिएन है ल सबैले हेरिदिनु होला माया र सपोर्ट देखाइदिनु होला यहाँ चाहिँ काले ग्याङ रहेछ है ल कालो कुकुरा आएर बसेको रहेछ काले ग्याङ कला र